खोलाको मिलन आएको ल हेलो यहाँ है हेलो एभ्रिवान किन थाहा हुन्छ ठ्याक्कै त्यो सेकेन्डबाट एकछिन हाल्नु One, 2, 3, 4, 5, 6, 7, 8, 1. मेरो बुढी उता Run the dinner bit over. One, two, three,
तिनीहरूलाई निकाल्नु 1 2 छिटो रञ्जन उयो रोग लागेको 3 4 5 6 छिटो है रञ्जन पानी बसाइछ ल ए 9 गइरहेछ यार 8 यो कहाँ गयो त्यो रसिद आइसक्यो रसिद यता आइसक्यो प्रदा त मजा आएर चाहिँ रसिद आँटिसक्यो ठिक छ ल ल यता मैले तिमीलाई साथ राख्छ जम्मा यो रोगी पनि जान मिल्दैन क्या होइन हामी यता बस्नु पऱ्यो खुट्टै मिलेन त्यताबाट हान्न माया अब सकिन्छ अब करेन्ट छैन मैले सोचेको छु त त्यहाँ प्रहरलाई पनि ठिक गर्नु पऱ्यो नि त यहाँ ल्याउनु मिल्दैन कि यता आउँदै आउँदैन अब पल्टिने स्टक पनि उठ्छ भाइ अब प्लेन नै छ है अब पल्टिने छैन भन्नुहुन्छ है त्यहाँ त अब साइड लागिहाल्ला नि उनीहरू साइड लाग्यो भने त भइहाल्यो एकछिन रेस्ट गरौँ न यो रेस्ट टाइम पनि चाहियो त यार तपाईँहरू बिचमा बस्नु मात्रै मसला लान्छु क्या अब करेन्टहरू छैन म त अगाडि चलाइहाल्छु तर एकछिन उसलाई टाइम दिनु एकैछिन 5 मिनट हुन्छ तिमीले पनि गयो पानीमा बस्यो म बरुङले तान्दिनु भयो है तर मैले मुख बन्द गरेर रिल्याक्स गरेर बसिसकेको थिएँ है मुख त अब बन्द होइन अनि स्विमिङहरूको कसरी काम लाग्यो भन्ने कुरा हेर न पुगिन्छ सुरु अनि पुगिहाल्छ नि पानी खायो तिमीले पल्टायो भने होइन कि जस्तो त्यहाँ तिमी लड्न सक्छौ भने म त्यो अनुसार प्रिपेयर म यो लड्दैन भन्दैन थिएँ नि त म त अनि म त लडेँ म मात्रै छु होला फेरि होइन 5 जना चल्छ अरे अनि म माथि नि त सबै अनि मजाले उतै पुग्यो क्या आदिहाल्छ नि भाइ मऱ्यो जस्तो भयो मलाई त छोराले के हुन्छ जस्तो भयो मलाई त अब जित्यो नि त मृत्युलाई के भनिदिने भाइ कस्तो चलायो भाइले खतरा तिमीलाई नचाइकन लिएर आयो मैले त्यो सुनिरहेको थिएँ कि मेरो केमा साइडमा पानी भरिसक्यो सिधै बेहोस लगाइसक्नु म पनि यहाँ मेरो बुढी चाहिँ बेहोस भइसक्यो प्रभातलाई त के छ भन्दाखेरि यसरी जान पाउनु होइन म पनि कागमा त्यसरी जानु पायो भने वहीँसँग गइदिन्छु क्या होइन प्रभात सरले फर्स्ट मलाई उसँग मतलब प्रभात सरले त्यो के भन्छ अरे त्यसलाई स्टिक दिनुभयो के म त प्रभात
पनि जानु भयो त म त मलाई समात्नु भन्नुहुन्छ रन्जनले समात्दा छैन मैले समातेर तिमीलाई तानेर बोटमा समात्छ होइन मैले एउटा हातले समातेँ अनि उसलाई समात्नको लागि तानिरहेको थिएँ क्या मेरो हातले उसलाई तानिरहेको थिएँ क्या मैले के सोचेँ न ढुङ्गा पल्टी लाउने डोरी समाउँछु भन्ने सोचेँ त्यो त कामै नलाग्ने पक्रेर अलग चरे हिँडेको है अब त्यस्तो छैन हुन त यो भन्न पाउनलाई लाइफ टाइम मेमोरी एडभेन्चरमा कहाँ Insta360ले डुबेको क्याप्चर गर्छ कहिले यसले डुबेको क्याप्चर गरे ल मलाई अब हामी कोसिस गर्ने